सन् 1997 मा चाइनामा स्थापना भएको र 2024 मा 26 लाख भन्दा धेरै युनिट गाडीहरू बिक्री गर्न सफल अनि हाल चाइनाको चौथो ठूलो अटोमेकर कम्पनी हो चेरी। आइकार, जेकु, ओमोडा लगायत धेरै ब्रान्डहरू यही चेरी ब्रान्डका सब ब्रान्डहरू हुन्। फेब्रुअरी 2024 मा चाइनामा लन्च भएको आइकार ब्रान्डको पहिलो उत्पादन आइकार 03 अथवा जेकु J6 अलरेडी नेपालमा राम्रै चलिरहेको छ। डिसेम्बर 2024 मा चाइनामा लन्च भएको यही ब्रान्डको दोस्रो उत्पादन आइकार V23 अथवा जेको V23 अफ रोड इलेक्ट्रिक SUV अबको केही समयपछि नेपालमा आउने तयारीमा रहेको छ। आजको यस भिडियोमा यो आइकार V23 अथवा जेको V23 भन्ने गाडी आखिर कस्तो छ, यसको मूल्य, प्रतिस्पर्धा, फिचर्सहरू र राम्रा नराम्रा पक्षहरूको बारेमा केन्द्रित रहेर कुराहरू गर्नेछु। त्यसका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। मन पर्यो भने लाइक, शेयर, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। नमस्ते साथीहरू, मेरो युट्युब च्यानल टेक्निकल लेनमा यहाँहरूलाई स्वागत छ। अब विषयको सुरु गरौँ यो गाडीको साइजबाट। यो गाडी 4220 mm 13.85 फुट अथवा 4.22 मिटर लामो रहेको हुन्छ। 1915 mm 6.28 फुट अथवा 1.92 मिटर फराकिलो रहेको हुन्छ भने यो गाडी 1845 mm 6.05 फुट अथवा 1.85 मिटर अग्लो रहेको हुन्छ। यो गाडीको व्हील बेस 2735 mm 8.97 फुट अथवा 2.74 मिटर रहेको हुन्छ। यो गाडीलाई जेको J6 को साइजसँग तुलना गरेर हेर्दा यो गाडी जेको J6 भन्दा 186 mm ले छोटो भए पनि चौडाइ 5 mm ले, उचाइ 130 mm ले अनि व्हील बेस 20 mm ले जेको J6 को भन्दा धेरै रहेको देखिन्छ। यो गाडी रियर व्हील ड्राइभ र अल व्हील ड्राइभ गरेर दुईवटै ड्राइभ अप्सनहरुमा उपलब्ध हुन्छ। अब कुरा गरौँ यो गाडीको ग्राउन्ड क्लियरेन्सको बारेमा। यो गाडीको रियर व्हील ड्राइभ मोडेलहरुको ग्राउन्ड क्लियरेन्स 200 mm अथवा 7.87 इन्च अनि एप्रोच एंगल 40 डिग्री र डिपार्चर एंगल 42 डिग्री रहेको हुन्छ। अनि अल व्हील ड्राइभ मोडेलहरुको ग्राउन्ड क्लियरेन्स 210 mm अथवा 8.26 इन्च अनि एप्रोच एंगल 41 डिग्री र डिपार्चर एंगल 43 डिग्री रहेको हुन्छ। यो गाडीको बुट स्पेस 234 लिटर रहेको हुन्छ र पछाडीको सबै सिटहरुलाई फोल्ड गरेर 744 लिटर सम्मको बनाउन सकिन्छ। अब कुरा गरौँ यो गाडीको वेट अथवा वजनको बारेमा। यो गाडीको रियर व्हील ड्राइभ मोडेलहरुको कर्ब वेट 1710 केजी र 1720 केजी अनि ग्रोस वेट 2085 केजी र 2095 केजी रहेको हुन्छ भने अल व्हील ड्राइभ मोडेलहरुको कर्ब वेट 1825 केजी र ग्रोस वेट 2200 केजी रहेको हुन्छ। यो गाडीको म्याक्सिमम लोडिङ डेप्थ 600 mm अथवा 2 फिट रहेको हुन्छ। यसको मतलब यो गाडीलाई 2 फिटसम्म पानी भएको ठाउँमा लादा गाडीमा कुनै समस्या हुँदैन भन्ने हो। यो गाडीमा पनि बुट सहित 5 वटा ढोका, 2 वटा रो अनि 5 सिट क्षमता रहेको हुन्छ। यो गाडी इमिसन स्ट्यान्डर्ड ZEB र चेरीको IMS प्लेटफर्ममा आधारित रहेको हुन्छ। अब कुरा गरौँ यो गाडीको मुख्य विषय यसको ब्याट्री, मोटर र चार्जिङको बारेमा। यो गाडीमा IP67, LFP र NMC ब्याट्रीहरू लिक्विड कुलिङ सिस्टमको साथमा प्रयोग गरिएको हुन्छ र साथमा IP67 इन्टेरियर PMSM र ACAM भन्ने मोटरहरूको प्रयोग गरिएको हुन्छ। यो गाडी ग्लोबल मार्केटको लागि स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरेर दुईवटा ब्याट्री प्याक अप्सनहरुमा उपलब्ध छ। अब कुरा गरौँ यो गाडीको स्ट्यान्डर्ड रेन्ज ब्याट्री प्याक अप्सनको बारेमा। यो ब्याट्री प्याकमा 59.93 किलोवाट आवर क्यापेसिटीको LFP ब्याट्री 100 किलोवाट PMSM मोटरको साथमा राखिएको हुन्छ अनि यो मोटरको म्याक्सिमम पावर 134 bhp र 180 Nm टर्क रहेको हुन्छ। यो ब्याट्री प्याकमा कुनै अल व्हील ड्राइभको अप्सन भने उपलब्ध हुने छैन। यो गाडीले बडीमा 11 किलोवाट सम्मको AC र 80 किलोवाट सम्मको DC फास्ट चार्जिङ सपोर्ट गर्दछ। यो ब्याट्री प्याकलाई 7.2 किलोवाटको चार्जरले लगभग 10 घण्टामा फुल चार्ज, 11 किलोवाटको चार्जरले लगभग 7 घण्टामा फुल चार्ज अनि 80 किलोवाटको DC फास्ट चार्जरले 30 मिनेटमा 30 देखि 80% चार्ज गर्न सकिन्छ।
यो ब्याट्री प्याकको CLTC रेन्ज 401 किलोमिटर, WLTP रेन्ज 330 किलोमिटर रहेको छ, तर रियल लाइफमा यसको रेन्ज लगभग 300 किलोमिटरको आसपासमा हुन्छ। अब कुरा गरौँ यो गाडीको लङ रेन्ज ब्याट्री प्याक अप्सनको बारेमा। यो ब्याट्री प्याक रियर व्हील ड्राइभ र अल व्हील ड्राइभ दुईवटै अप्सनहरूमा उपलब्ध हुन्छ। रियर व्हील ड्राइभ मोडेलमा 81.76 किलोवाट आवर क्यापासिटीको NMC ब्याट्री 100 किलोवाट PMSM मोटरको साथमा राखिएको हुन्छ। यो मोटरको म्याक्सिमम पावर 134 bhp र 180 Nm टर्क रहेको हुन्छ भने यो गाडीको अल व्हील ड्राइभ मोडेलहरूमा 81.76 किलोवाट आवर क्यापासिटीको NMC ब्याट्री अगाडि भागमा 55 किलोवाटको ACAM भन्ने मोटर र पछाडि भागमा 100 किलोवाटको PMSM भन्ने मोटरको साथमा राखिएको हुन्छ। अनि अगाडि मोटरको म्याक्सिमम पावर 74 bhp र 112 Nm टर्क अनि पछाडि मोटरको म्याक्सिमम पावर 134 bhp र 180 Nm टर्क रहेको हुन्छ र दुईवटै मोटरको समग्र म्याक्सिमम पावर 155 किलोवाट अथवा 208 bhp र 292 Nm टर्क रहेको हुन्छ। यो गाडीले बडीमा 11 किलोवाट सम्मको AC र 100 किलोवाट सम्मको DC फास्ट चार्जिङ सपोर्ट गर्दछ। यो ब्याट्री प्याकलाई 7.2 किलोवाटको चार्जरले लगभग 14 घण्टामा फुल चार्ज, 11 किलोवाटको चार्जरले लगभग 9 घण्टामा फुल चार्ज अनि 100 किलोवाटको DC फास्ट चार्जरले 30 मिनेटमा 30 देखि 80% चार्ज गर्न सकिन्छ। यो ब्याट्री प्याकको रियर व्हील ड्राइभ मोडेलको CLTC रेन्ज 550 किलोमिटर, WLTP रेन्ज 450 किलोमिटर रहेको छ, तर रियल लाइफमा यसको रेन्ज लगभग 400 किलोमिटरको आसपासमा हुन्छ भने यसको अल व्हील ड्राइभ मोडेलहरूको CLTC रेन्ज 501 किलोमिटर, WLTP रेन्ज 410 किलोमिटर रहेको छ, तर रियल लाइफमा यसको रेन्ज लगभग 375 किलोमिटरको आसपासमा हुन्छ। यो गाडी पनि अरू इलेक्ट्रिक गाडीहरू जस्तै सिंगल स्पिड अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ। यो गाडीको टप स्पिड 140 किलोमिटर प्रति घण्टा रहेको हुन्छ अथवा यो गाडीलाई बडीमा 140 किलोमिटर प्रति घण्टाको स्पिडले कुदाउन सकिन्छ। यो गाडीको रियर व्हील ड्राइभ मोडेलहरूलाई 0 देखि 50 किलोमिटर पुग्न मात्र 4.8 सेकेन्ड र अल व्हील ड्राइभ मोडेलहरूलाई मात्र 3.5 सेकेन्ड लाग्ने कम्पनीको दाबी छ। अब कुरा गरौँ यो गाडीका मोडेलहरू र भेरिएन्टहरूको बारेमा। यो गाडी एडभान्स र स्मार्ट ड्राइभिङ गरेर मुख्य दुईवटा मोडेलहरू अनि रियर व्हील ड्राइभमा 3 वटा र अल व्हील ड्राइभमा 2 वटा गरेर जम्मा 5 वटा मोडेलहरू अथवा भेरिएन्टहरूमा ग्लोबल मार्केटको लागि उपलब्ध छन्। अब नेपालका लागि यसका कतिवटा मोडेलहरू र भेरिएन्टहरू आउँछन् त्यो भने हेर्न बाँकी नै छ। अब कुरा गरौँ यो गाडीका टायरहरू र व्हीलहरूको बारेमा। यो गाडी 19 इन्च र 21 इन्च गरेर दुईवटा टायर साइज अप्सनहरूमा उपलब्ध छ। यो गाडीको रियर व्हील ड्राइभ मोडेलहरूमा 255 55R 19 इन्च र अल व्हील ड्राइभ मोडेलहरूमा 245 45R 21 इन्चको रेडियल ट्युबलेस टायरहरू अलॉय व्हीलहरूको साथमा राखिएको हुन्छ। यो गाडीमा कुनै स्पेयर टायर हुने छैन, तर टायर रिपेयर किट भने राखिएको हुन्छ। अब कुरा गरौँ यो गाडीका ब्रेकहरू र सस्पेन्सनहरूको बारेमा। यो गाडीको अगाडि व्हीलहरूमा भेन्टिलेटेड डिस्क ब्रेकहरू र पछाडि व्हीलहरूमा सोलिड डिस्क ब्रेकहरूको प्रयोग गरिएको हुन्छ अनि यो गाडीमा पार्किङ ब्रेकको लागि इलेक्ट्रोनिक पार्किङ ब्रेक अटो होल्डको सुविधा सहित प्रयोग गरिएको हुन्छ र यो गाडीको अगाडि भागमा म्याकफर्सन स्टडको इन्डिपेन्डेन्ट सस्पेन्सनहरू र पछाडि भागमा मल्टिलिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सनहरूको प्रयोग गरिएको हुन्छ। अब कुरा गरौँ यो गाडीका कलर अप्सनहरूको बारेमा। यो गाडी ब्ल्याक, व्हाइट, सिल्भर, ग्रे, ओरेन्ज, ग्रीन र येल्लो गरेर जम्मा 7 वटा एक्सटेरियर कलरहरूमा अनि ब्ल्याक, व्हाइट र ग्रीन गरेर 3 वटा इन्टेरियर कलरहरूमा उपलब्ध छन्। अब नेपालमा यो गाडीका कतिवटा कलरहरू आउँछन् त्यो भने गाडी आएपछि मात्र थाहा हुनेछ। अब कुरा गरौँ यो गाडीका सुरक्षा सुविधाहरू अथवा सेफ्टी फिचर्सहरूको बारेमा। 6 airbags, anti-lock braking system ABS, electronic brake force distribution EBD, vehicle stability control VSC, speed warning system, emergency braking system with priority warning light, vehicle theft prevention system, remote and automatic windows glass lock unlock system, central locking system, traction control system TCS, tire pressure monitoring system TPMS, intelligent battery recharge and energy recovery system, electronic parking brake with auto hold system, hill start assist and hill descent control, automatic door lock system while driving, all seat 3-point seat belts with front reminder system, rear door child safety locks, ISOFIX child seat mounts, level 2 ADAS features with 5 cameras, 12 ultrasonic sensors, 5mm wave radars, full speed adaptive cruise control, forward collision warning, lane departure warning, lane keeping assist, rear collision warning, door open warning,
blind spot detection, traffic sign recognition, autonomous emergency braking, emergency lane keeping assist, rear traffic crossing warning, forward cross traffic warning, traffic jam assist, lane centering assist, tracking reverse assist, reminder for the vehicle ahead, highway navigation assisted driving, 180 degrees transparent chassis, remote automatic and memory parking, built-in driving recorder. यी सबै यो गाडीमा रहेका सुरक्षा सुविधाहरू अथवा सेफ्टी फिचर्सहरू हुन्। अब कुरा गरौँ यो गाडीको बाहिरी भागमा रहेका सुविधाहरू अथवा एक्सटेरियर फिचर्सहरूको बारेमा। Keyless entry and keyless start, remote NFC and Bluetooth car key, front rain sensing wipers, adaptive high and low beam, auto and adjustable round-shaped slim LED headlights with delayed off function, LED daylight running lamps, DRLs, LED taillights, electric adjustable, auto foldable and heated ORVM with side indicators, rear window defogger, integrated antenna, remote and button boot opening, hidden mechanical door handles, front soundproof double-layer window glass to reduce outside noise, 360 degrees surround view camera, 6 front and 6 rear parking sensors, CCS to vehicle charging port, fixed aluminum side steps, outside rear tools storage box with camera and brake light, up to 100 kilograms supported roof rails, off-road extended wheel arches, 3.3 kilowatt vehicle to load V2L function, 19 and 21-inch tires with matte black aluminum alloy wheels, all-terrain tires for smooth and rough road driving. यी सबै यो गाडीका बाहिरी भागमा रहेका सुविधाहरू अथवा एक्सटेरियर फिचर्सहरू हुन्। अब कुरा गरौँ यो गाडीको भित्री भागमा रहेका सुविधाहरू अथवा इन्टेरियर फिचर्सहरूको बारेमा। Tilt adjustable, electric powered, multifunction and leather wrapped steering wheel, intelligent start stop system, steering mounted drive selector, automatic climate control, 6-way electric adjustable and heated driver seat, 4-way electric adjustable and heated co-driver seat, front center armrest console with storage and USB charging ports, bed mode or 180 degrees flat foldable front seats, storage compartment under front row seats, artificial leather seats, manual IRVM, front sun visors and vanity mirrors, comfort, economy, sport, slippery road, light off-road and personalization, 6 different driving modes, 15.4-inch 2.5K center touchscreen display, 7 speakers with volume adjustment according to speed, all power windows with one-touch operation and anti-pinch protection, all seat adjustable headrests, 50/50 split and flat foldable rear seats, PM 2.5 air quality control, wireless CarPlay system, front cabin roof lights console, under boot storage and nets, Bluetooth Wi-Fi connectivity, mobile app remote controls, global satellite navigation system, Horizon Robotics J3 chip for ADAS and Qualcomm Snapdragon 8155 processor chip for cockpit, 5G SOS, OTA update and voice assist. यी सबै यो गाडीका भित्री भागमा रहेका सुविधाहरू अथवा इन्टेरियर फिचर्सहरू हुन्। यी सबै यो गाडीको टप मोडेलमा रहेका सुविधाहरू अथवा फिचर्सहरू हुन्। जति जति मोडेलहरू डाउन हुँदै जान्छन् मूल्य सँगसँगै फिचर्सहरू पनि कम हुँदै जान्छन्। नेपालमा यो गाडीका खासै धेरै प्रतिस्पर्धीहरू छैनन् भन्दा फरक पर्दैन। तर पनि जेको J6, BYD Atto 3, Proton E-Mass 7 र लिप मोटर C10 जस्ता गाडीहरूसँग यसको नेपालमा कम्पिटिसन हुने देखिन्छ। अब कुरा गरौँ यो गाडीको म्यानुफ्याक्चरिङ वारेन्टीको बारेमा। यो गाडीको ब्याट्री र मोटरमा 8 वर्ष अथवा 1,60,000 किलोमिटरसम्मको वारेन्टी रहेको हुन्छ। बक्सी लुकमा इलेक्ट्रिक अफ-रोड एसयुभी भएको, लेभल 2 ADAS सहित सबै एडभान्स सेफ्टी फिचर्सहरू भएको, राम्रो बिल्ड क्वालिटी र राम्रो क्याबिन स्पेस भएको, 15.4 इन्च 2.5K स्क्रिन, सबै इन्डिपेन्डेन्ट सस्पेन्सनहरू, अटोमेटिक पार्किङ अथवा मेमोरी पार्किङ लगायत फुल्ली फिचर्स लोडेड भएको, अल व्हील ड्राइभको अप्सन पनि भएको, राम्रै ग्राउन्ड क्लियरेन्स भएको, खराब सडकको लागि पनि उपयुक्त भएको। यो गाडीका केही राम्रा पक्षहरू हुन् भने गाडीमा ड्राइभर डिस्प्ले अथवा इन्स्ट्रुमेन्ट क्लस्टर नै नभएको, गाडीमा डेडिकेटेड फग ल्याम्प्सहरू नभएको, कुनै पनि मोडेलमा सनरुफको अप्सन नभएको, वायरलेस फोन चार्जिङ सुविधा नभएको, पछाडि विन्डोजको लागि वाइपर नभएको, अटो डिमिङ IRVM नभएको, पछाडि सिटहरूको लागि AC भेन्ट र USB चार्जिङ पोर्टहरू नभएको, स्पेयरको लागि कुनै टायर नभएको, पछाडि सिटहरूको बीचमा आर्मरेस्ट अथवा मिडल हेडरेस्ट नभएको,
बुट स्पेस अलि कम भएको, ब्याट्री क्यापेसिटी अनुसार रेन्ज अलि कम भएको हो कि यो गाडीका केही मिसिङ फिचर्सहरू अथवा भएको भए राम्रो हुन्थ्यो भन्ने पक्षहरू हुन्। अब कुरा गरौँ यो गाडीको मूल्यको बारेमा। यो गाडीको मूल्य चाइनामा 1,09,800 युवान अथवा 15,500 US डलरदेखि 1,49,800 युवान अथवा 21,000 US डलरसम्म रहेको छ। तर नेपालमा भने यो गाडीको मूल्य यति नै हुन्छ भनेर अहिले नै भन्न सकिँदैन, त्यो गाडी आएपछि थाहा हुने कुरा हो। तर यो गाडीको चाइनिज मूल्यलाई हेर्दा नेपालमा यो गाडीको मूल्य 50 लाखदेखि 65 लाखको आसपासमा हुन्छ कि जस्तो देखिन्छ। साथीहरू, यो गाडीका बारेमा सबै कुराहरू थाहा पाइसकेपछि हजुरहरूलाई यो गाडी ओभरअलमा कस्तो लाग्यो? हजुरहरू यस्तो जिप टाइप अथवा अफ रोड एसयुभीमा कतिको रुचि राख्नुहुन्छ? अथवा यो गाडीको चाइनिज मूल्यलाई हेर्दा नेपालमा यो गाडीको मूल्य कति जति हुनुपर्छ जस्तो लाग्छ? आफ्ना विचारहरू तल कमेन्ट बक्समा लेख्नुहोला। भिडियोलाई लाइक, सेयर, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथीहरू, आजको भिडियोमा यति नै। फेरि यस्तै भिडियो लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु। भिडियोलाई अन्तिमसम्म हेरेर सहयोग गरिदिनु भएकोमा यहाँहरूलाई विशेष धन्यवाद।